vlog. This is my first vlog. अनि हामी चाहिँ जाँदैछौँ आज रुकुमकोट इस्ट रुकुम. अनि यो चाहिँ मेरो मम्मीले काम गर्ने ठाउँ हो. यो चाहिँ मम्मी गाउँ हो. सरी गाउँ. यस्तो राम्रो ठाउँ छ नि यो. Oh my God. मेरो मम्मीले काम गर्ने ठाउँ हो यो. यस्तो छ, सानो सानो छ तर राम्रै छ बाटो. अब यहाँबाट चाहिँ तल हाइवे पुगिँदो रहेछ. अनि फेरि यहाँदेखि कता धन्न लुटेन म चाहिँ. मलाई चाहिँ हल्का हल्का लागेको छ. मेरो ब्याग चुटाल्दी यसले. मेरो होइन. कस्तो यहाँ चाहिँ हाइवे आयो. यो चाहिँ हाइवे हो. दामी छ है यो ठाउँ चाहिँ. अब कसै चाहिँ कोही कोही चाहिँ घुम्न आउन चाहनुहुन्छ भने आउनु होला. अहिलेको लागि चाहिँ मैले भ्लग चाहिँ एकछिन स्टप गरेँ. हामी चाहिँ यो बाटो पुरै घुमेर ऊ तल पुग्नुपर्ने हुन्छ. ऊ त्यो तलको म जुम गरिरहेको चाहिँ ऊ त्यहाँ तल चाहिँ मेरो मम्मी बगेछ त्यहाँ पुग्नुपर्ने हुन्छ. अनि जाने गाडी चाहिँ चढिसक्दैन. यो चाहिँ दिदीको ब्लग हो. अब एउटा अङ्कलहरू हुनुहुन्छ. यहाँ अङ्कलहरू हुनुहुन्छ दुईवटा. अनि यता दिदी त पछाडि अनि मम्मी पनि पछाडि. म चाहिँ अगाडि अङ्कलसँग बसिरहेको छु. त्यहाँ यता किताबहरू रहेछ. त्यही भएर त्यहाँ ठाउँ नभएर चाहिँ खुट्टा राख्ने ठाउँ नभएर म चाहिँ अगाडि बस्ने हो. अनि यहाँ चाहिँ मन्दिर बनाएर रहेछ होइन. यहाँ मन्दिर बनाएर सबै ठाउँ यस्तै बाटो छ. लास्टै भिड छ. भिड के भन्छन् भिड त हुन्छन् होइन. भिड छ. अनि यहाँबाट खस्यो अनि खसेको छैन. अनि त्यही भएर अब अब सिधै रुकुमकोट भन्ने ठाउँ. अब आज बाटोदेखि मेरो दिदी चाहिँ भ्लग स्टार्ट गर्छ. गाइस हामी चाहिँ अघि नै रुकुमकोट पुगिसक्यौँ. हामी भ्लग बनाउनै बिर्सेछ. गाडीबाट झऱ्यो 1 घन्टा भइसक्यो. हामी चाहिँ तल गमलकालबाट चाहिँ माथि हामी पुगिन्छ. कता माथि झन्डा त्यहाँ पुग्यो. सिडी चढेर तलबाट लाइक सब्सक्राइब कमेन्ट गर्नु.が結ばれるのは真の情